अस्पताल चाहिँ परै पश्चिमपट्टि नै रहेछ नि त अगाडि छ धेरै पछाडि अनि यहाँ बाबिया चौर होटल भनेको चाहिँ कहाँ त ए मालिकको गाडी अलग ए होटल थाहा छ तपाईँलाई त होइन त्यो होटल छ भनिसक्यो तपाईँको दाइ भने होइन त हजुर दाइ भने चाहिँ त्यो तपाईँले अब त्यो ट्रेनिङ भन्ने गर्ने ठाउँभन्दा अलिक परै हो होटल त्योबाट आधा घन्टा लाग्छ आज त ट्रेनिङ सक्यो होला होइन बेलुकासम्म छ हजुर ट्रेनिङ आज ट्रेनिङ त अहिले त सक्यो होला के छ र सच सोध्नु पर्ला कि अहिले जस्तो त्यहाँ हामी पुलमा जाऊँ त्यहाँ पुलबाट भित्र आउनुपर्छ होइन अब त्यहाँ जाने हो ट्रेनिङमा जाऊँ ल नै होटलमा जाने भने सिधै बाहिर चाहिँ जाऊँ ल त्यहाँ गएर म सोध्छौँ हजुर त्यसपछि नै उज्यालै छ के छ कता जाने भनेर आउनु परेपछि अब यही गाडी लिएर पुऱ्याउनु पर्छ यहीँबाट आउजाउ गर्नु क्लास बिहानै सुरु हुन्छ होइन कति बजे के छ त्यहाँ के छ त्यहाँ जैसेलाई सोधौँला त्यहाँ हाम्रो देवराज जेलाई अब ठ्याक्कै त्यहाँनिर आयो भने उहाँलाई भेट पनि हुन्छ उहाँ चाहिँ भेट त हुँदैन कि यता आउनु भनेपछि मात्रै पुलतिर ए पुलबाट कति पर्छ 5-10 मिनट लाग्छ जानु कच्ची बाटो हो त्यताभित्र आउनुपर्छ बिहान गिट्टी त अलिक पेलिहालेछ बिहान गिट्टी बिछाउनु लगाएको थियो यहाँ ए अहिले भर्खरै बनाएको यो पेलिरहेछ बिहान पेलिएको थिएन कि ए ल राम्रो भएछ त हामी फर्किँदैछौँ बाटो सबै बनेर जाने भयो त्यति चाड त के गर्नु अब भनिदिएको सुरुवात भएछ भनेर बिहान यहाँ उकालादेखि यता हालेको थियो पेलिएको थिएन कि रोडले उता पेल्दै थियो अनि यहाँ स्कुलहरू छैनन् के छन् बच्चाहरू पढ्ने गर्ने स्वास्थ्य चौकीहरू बिरामी हुँदा छन् ए हेलो लगभग पुग्यो त्यही ठाउँमै पुग्यो अब पुग्न लाग्यो मतलब अब पुग्न लाग्यो लाग्यो अब त्यहाँ एकछिन चिसापानी कर्णाली पुल भएको ठाउँमा खाजा खानु बस्नु आधा घन्टा 45 मिनट जति अब त्यहाँ अब बस्यो त्यहाँ करिब 1 घन्टा जति त्यहाँ बसेपछि अनि भने अब लगभग पुग्यो त्यहाँ गाउँमै पुगिसक्यो अहिले कर्णालीको र अछामपुरबाट उतापट्टि खोलाको कर्णालीको किनारै गएर अहिले चाहिँ सकिसक्यो गाउँतिर आइपुग्यो सबै भेला छ छन् त अब आज होइन प्रोग्राम त अस्तिदेखि सुरु भयो अब भोलि पनि छ पर्सि पनि छ निपर्छ समापन समापन गर्नुपर्छ त्यसरी हो ल हामी त्यो छ नि हरियोहरूको त्यहाँ आउनुपर्छ कि देवराजीको घर ल ल ल ल त्यो माथि पुलबाट घुमेर त्यो पालहरू टाँगेर देखिन्छ नि घरहरू त्यही हो ठुलो पानी आयो भने त कसरी बस्नु अहिले कति करोडको यहाँ बजेट गरेको यहाँ घर बनाउनु गर्ला हो ए 4 करोड हो कि कति 8 करोड भन्थे 10 करोडको यो सङ्घीय सरकारबाटै हो सङ्घीय सरकारबाट ए त्यो पुणे खड्काजीले हालेको बजेट हो यो ए
त्यो रिङ के हो त्यहाँ पसलभित्र राखिरहेको हजुर जस्तो गोलो 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 शब्द धेरै ठाउँमा देखेँ मैले के हो त्यो गोलो गोलो बेच्न राखेको भने त्यो जाली होला त्यो माछा पानी जाल बन्नलाई राखेर जाली हो खै के हो यो ऊ त देखियो नि ताल लगायो नि ऊ कहाँ त पाल? बाटो खनेको नि त्यो ओल्तिरबाट हामी आउनु पर्ने तालिम भएको त्यो खोलाकै तिरमा हो कि कता खोलाकै तिर्नु पर्यो पुल चाहिँ कहाँनिर त अब पुल यहाँ माथि उज्यालोमै आइपुग्यो आनन्द भयो है ठिक्क टाइममा है ठिक्क टाइम भयो क्या आएको टाइम पनि हजुर फेर बर्दियामा बाघ हेर्दै हेर्दै आइपुगेको थिएँ कर्णाली बाघ चाहिँ हेरेको हो हामीले तर बाघ आयो काठमाडौँबाट मान्छे आयो बाघै गएर आयो तर खुल्ला फाट रहेछ है कोभिड हस्पिटल कोभिड बेलामा आएको अनि अहिले चल्दैन अहिले अब कोभिड पनि गएको छ त न अनि कोभिड मात्रै स्पेसलको लागि बनाउने हो त त्यो त अरू बेलामा म त पनि अब त्यहाँ अहिले कोभिड हलामा उठेँ यहाँ स्वास्थ्य प्रविधि शाखाको ऊ माथि छ यहाँ एउटा कार्यालयनिर छ अब त्यस्तो केही अलिकति उ भयो भने नत्र भने माथि नगरपालिकामै जान्छ कति सालको बाढी आएर बगाएको यो पुलहरू यहाँ थियो पहिला झुलुङ्गे पुल यो थियो नि सर खम्बा यो सारा झुलुङ पुरै बगायो पुरै बगायो यो बस्ती नै बगाएको कति 42 साल यो भूकम्प पछिको 71-72 सालमा आएको बाढीले बगाएको हो अनि ती बस्ती कता गयो त 75 साल असार 25 गते आएको ल यहाँ माथि छ होइन 75 होइन 75 मै हो क्यार भूकम्प पछि आएको होइन भूकम्प पछि हो कि अघि हो भूकम्प पछि 75 साल असार 25 गते होइन 26 गते भूकम्प अन्त पछि हो लगभग पुग्यौँ गाउँमा भूकम्प पछि आयो 75 साल हामी भेरी जाँदैछौँ नदीको गाउँमा लगभग पुल होइन नि? पुग्यौँ त्यहाँ ठाउँमा छैन त्यहाँ पहिरो जाने त्यो पनि मान्छे तर्न सक्दैन नि पानी यो चाहिँ खोलामा अब नै। बाटो वेदर चाहिँ अलिक खराबै थियो तर अब त्यो काठमाडौँतिर बढी परेको छ यता त वेदर अलिक राम्रै रहेछ यहाँ छैन पानी परेको कि मान्छे तर्न सक्छ यहाँबाट हेलो कमल सर हेलो 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 ओ भने जस्तो अब एकछिन ओर्दै फोन 2 मिनट ओर्ल्यो नि त फोन गर्छु म एकचोटि अब सिधै उतै त होला नि जाने होइन उता हो सरलाई जाने। कमल सरले फोन गरेर चाहिँ पहिला हाम्रो ल एकछिन यसो यता रोक्नु सो अरूले पनि अब पनि ठाउँ यसो सिन हेरौँ अनु पनि गरौँ